नमस्कार, म चाहिँ सिद्धार्थ गौतम। म अहिले ठ्याक्कै भन्नुपर्दा रुकुमकोटको रुकुम पूर्व वडा नम्बर 5 बाहुन थाना स्थित ठ्याक्क चाहिँ कमल तालको छेउमा छु र धेरैजनाको जिज्ञासा थियो रुकुमकोटको कमल ताल कसरी उत्पन्न भयो भन्ने कुरा हो। यो कुराको जानकारीको लागि मैले यहाँको लोकल एकजना अंकलजी, उहाँको नाम हो बसन्त गौतम, उहाँलाई स्वागत गरौँ र केही कुराहरू उहाँलाई म सोध्न चाहन्छु। स्वागत छ मेरो युट्युब च्यानल अथवा फेसबुक च्यानलमा। धन्यवाद। मैले हजुरलाई एउटा कुरा सोध्न चाहे। यो रुकुमकोट एकदमै हेर्दाखेरि क्या गजबको एकदम सुन्दर छ। यो हुनुको खास कारण चाहिँ के होला? यो हजुरको धेरै वर्षदेखि पहिल्यैदेखि यो चाहिँ बनेको ठाउँ पनि हो। सुन्दरता कान्छो नेपाल भनिन्छ यसलाई रुकुमकोट। अनि धेरै सुन्दरता त पहिले नै तर अहिलेको चाहिँ कालमा चाहिँ अहिले चाहिँ हाम्रो चाहिँ धेरै राम्रो परिवर्तन भएर चाहिँ बढ्दै गएको छ। अझ पनि बढ्दै जाला भन्ने हामीलाई राखिरहेको छ। अनि यो जुन धेरै यो रुकुमेली जनताहरूलाई त धेरैले थाहा छ होइन, यो रुकुमकोट कमल ताल छ भन्ने कुरा, रुकुम पूर्वको बाहुन थानामा एउटा चाहिँ कमल ताल छ भन्ने कुरा सबैलाई थाहा छ होइन। तर सबैलाई भन्नाले लगभग नेपालमा धेरै जसो मान्छेहरूलाई थाहा छ। तर चाहिँ यो कसरी भएको, यो कमल ताल चाहिँ कसरी यस्तो यो ताल बनेको, अलि छोटो मिठो तरिकाले हजुरले थाहा पाएको कुरा ल भनिदिन्छ न। यो त पहिलाको नै हो। यो त यो पहिलादेखि नै उत्पन्न भएको यो द कमल द चाहिँ होइन, पहिले धेरै पुर्खा पहिले यो त पहिले नै भएको हो। अहिलेको चाहिँ त्यो देख्न सकिँदैन। पहिले चाहिँ उत्पन्न भएको यसो लामो कहानी छ यसको। जस्तो कि पहिलाका मान्छेहरूले भन्छन् कि होइन, यो रुकुमकोटको यो कमल तालमा माछा हाल्यो भने चाहिँ माछा हुँदैन। माछा मतलब यसमा माछा जस्तै अब हाल्नु पर्यो, माछा चाहिँ यसमा उत्पादन गर्नु पर्यो भन्ने हुँदैन भन्ने कुरो छ। योमा चाहिँ हजुरको विचार चाहिँ के छ? न हामीले के भने यो कमल दमा चाहिँ हामीले माछा लिएर राखेको हो। तर यहाँको कमललाई लगेर हामीले यो शेर्पु ताल छ हाम्रो रुकुम पश्चिममा, त्यो यहाँको कमलको फुल लगेर त्यहाँ लगेर त्यो कमलको फुल पनि भएन। तर यहाँ त्यो माछा लिएर राखेको त्यो माछा पनि भएन। किन हाम्रो उत्पन्न यहाँको हाँसहरू आउँछ बाहिरतिरदेखि, त्यो हाँसहरू खाइदिन्छ। भनेपछि यो कमल तालमा माछा चाहिँ हुँदैन। पहिला भ्यागुता पनि हुन्थ्यो, भ्यागुता पनि लाभ भइसक्यो। अनि अन्तिममा हामी अब अन्तिममा छौँ होइन। जस्तो यो कमल तालमा मानौ एउटा उदाहरणको लागि कमलको पातहरू, कमल फुलहरू एकदम फुलिरहेको हुन्छ। यो बाहेक अरू चिजहरू जस्तै हाम्रो मानौ अब यसमा चाहिँ गर्नुपर्ने जस्तै पर्यटकहरूको लागि एउटा डुङ्गा हाल्ने भन्ने पनि कुरो थियो। तर चाहिँ हालचाल डुङ्गा हालेको भए यहाँ चल्थ्यो होला यो रुकुममा? ढुङ्गा हालेको चल्थ्यो होला, तर